आउनुहोस् जानौं दराजको बारेमा। दराज एउटा पाकिस्तानी अनलाइन फ्यासन रिटेलरको रूपमा 2012 मा जर्मन कम्पनी रकेट इन्टरनेटद्वारा सुरु गरिएको थियो। आफ्नो स्ट्र्याटेजी र बिजनेस मोडल चेन्ज गरेर दराज बङ्गलादेश र म्यानमारमा पनि चल्न थालेको थियो। नेपालमा केमु कस्टमर टु कस्टमर C2C प्लेटफर्मको रूपमा फङ्सन गरिरहेको थियो, जसमा जसले पनि आफ्नो सामान अनलाइन बेच्न सक्थ्यो। केमु 2014 मा लन्च भएको थियो र यो नेपालको सबैभन्दा छिटो ग्रो गर्ने अनलाइन मार्केट बनिसकेको थियो। केमु दराजको रूपमा रूपान्तरण भयो र कम्पनी अब C2C बाट बिजनेस टु कस्टमर B2C मोडलमा परिणत भयो। 2018 मेमा अलिबाबा ग्रुपले पुरै दराज ग्रुपलाई एक्वायर गरेको थियो, जसमा दराज नेपाल पनि पर्यो। यो कारणले दराज अथवा भनौं नेपालको एक महत्त्वपूर्ण ई-कमर्स प्लेटफर्ममा विकसित प्रविधि ई-पेमेन्टको सुविधा जस्ता सकारात्मक परिवर्तनहरू आउँदै गयो। दराजले मोबाइल एप मार्फत ग्राहकहरूलाई सहजता प्रदान गर्ने दराज एक्सप्रेस सेवा प्रयोग गरी देशभरि छिटो र भरपर्दो डेलिभरी गर्ने र दराज वालेट प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रवर्धन गर्ने कार्यहरू गरिरहेको छ। आजको दिनमा दराज नेपालले 12,000 भन्दा बढी विक्रेताहरूलाई अनलाइन ल्याइसकेको छ र 700 भन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रूपमा रोजगार दिएको छ। आधुनिक प्रविधिको प्रयोग, खुद्रा व्यापारीहरूसँगको सहकार्य र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै दराज नेपालले अनलाइन किनमेल संस्कृतिमा चेन्जेस ल्याउँदै गइरहेको छ। समयको बचत, घर घरमा डेलिभरी, सबै एकै वेबसाइटमा भेटिने सुविधा जस्ता विभिन्न सुविधा दराजले प्रदान गर्दै आएको छ। तर यसका क्वालिटीको समस्या, पैसा घटाउन नमिल्ने स्क्याम्स, बेफाइदा पनि छन्। समग्रमा दराज एउटा लिडिङ अनलाइन स्टोर बनिसकेको छ र दराजको प्रयोग नेपालकै कन्टेक्स्टमा हेर्दा बढ्दै गएको पाइन्छ। यस्तै जानकारीमूलक भिडियोको लागि च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।